जापानमा विदेशी विद्यार्थीहरूलाई बाँच्नै गाह्रो भइसक्यो किनभने जापानको नियम अनुसार 28 घण्टाभन्दा माथि काम गर्न पाइदैन हैन। त्यसमा तपाईको 28 घण्टा काम गर्यो भने तपाईको 1 लाखको एभरेजमा पैसा आउँछ। तर जापानमा चामलको मूल्य भने 1 केजीको 1000 पर्छ। तपाईको यहाँ हेर्न सक्नुहुनेछ 5 केजीको तपाईको 5000 भन्दा बढी छ। अनि यो चामल किनेर कसरी खान सकिन्छ त? यो तपाईको जुन तपाईको विदेशी विद्यार्थीहरूलाई यति धेरै गाह्रो छ जापानमा। तपाईहरुले देखेको जापान, जुन सपनामा देखेको जापान र रियलको जापान भनेको आकाश पातालको फरक छ। यो हेर्न सक्नुहुनेछ तपाईले, सबै 5 केजी हो हैन, 5 केजी। 5 केजी चामलको मूल्य भनेको 5000 भन्दा माथि छ। अनि तपाईको कसरी बाँच्न सकिन्छ त? यो तपाईको विदेशीहरूलाई तपाईको चाहिँ मर्नु न बाँच्नु बनाएको छ। भोकभोकै बस्नुपर्ने कन्डिसन आएको छ। 1 लाख भन्दा बढी तपाईको इन्कम हुँदैन। त्यसमा तपाईको 1 केजी चामलको मूल्य 1000 पर्छ। अनि कसरी किनेर खाने?